उहाँको कहानी अनि भाउ त उही गर्दै नि गयो गुरु परमापन ठिकको कुरा हो कि साथी हो। पहिला हामी सानो हुँदाखेरि गाउँ बस्दाखेरि हाम्रो छिमेकी गोठमा माथि लेकमा माथि मकालु बेस क्याम्पतिर एकजना बाजेसँग पानी परेको बेला यसो गोठमा बसेर गफ गरेको। अनि बाजे चाहिँ भालुसँग लडाइँ पर्नु भएको रहेछ कि उहाँको जीवनमा। बिचराको खुट्टाको यत्रो मासुको चोक्टै गएको रहेछ कि। अनि सोधेको थिएँ यहाँ त खुँडै छ त पिडुला त के हो यो भनेको। अनि त्यो भेडाको राडीको त्यो रौँहरूलाई डढाएर त्यो लगायो भने उहिले अब डक्टरको काम त्यसले काम गर्ने रहेछ। त्यो टाले पनि हल्का खोप्रो परेको त्यो पाखनबेतहरू के लगाएर उहाँको चाहिँ घाउ चाहिँ त्यस्तै थियो। अनि उहाँले चाहिँ त्यो कहानी भन्नुभयो कि उहाँको जीवनमा। उहाँको चाहिँ अलिकति त्यो जन्मिँदै अलिकति दाँत यस्तो खालको मुख यस्तो खालको भएर बोल्दा त्यसरी बोल्नुहुन्थ्यो कि। त्यो सुनेर खुब हाँस उठ्ने कि। अनि कहानी भन्नुभयो एक दिन चाहिँ घाँस काट्न जानुभएछ रुखमा। फेरि रुख जस्तो पनि चढ्न सक्ने जति 65 वर्षको बुढो मान्छे भए पनि रुख चढ्न जस्तो पनि सक्ने एउटा चाहिँ रुख चाहिँ तल काल्ला मुनिबाट उम्रेको रहेछ। जङ्गलमा भिर मुनिबाट उम्रेर माथि गएको रहेछ डाले घाँस काट्नलाई। पाडा बाछालाई घाँस काट्नु पर्यो भनेर माथि रुखमा चढ्नु भएको रहेछ। अनि चाहिँ ठ्याक्कै तल चाहिँ त्यो रुख भालु चाहिँ तल बाँको खाँदै त्यो रुखबाट उँभो आइरहेको रहेछ। अब माथि डाँडाबाट स्याट्टै जम्प हानेर रुखमा चढेर माथि समाउँदै जानु थालेको भालुले खप्पै पिडुलामा खप्पै टोकिहालेछ के। तर बुढा मान्छे एउटा हातले रुख समातेर नडराइकन अब उहिलेको पोटुकामा खुकुरी भिर्ने। अनि पोटुकाबाट खुकुरी निकालेर फेरि भालु चाहिँ अन्त हान्यो भने चिप्लिन्छ अरे के। धेरै बाक्लो छाला हुन्छ, गोली त चिप्लिन्छ भन्छन् होइन। नाकमा चाहिँ फेरि उसको मृत्यु चाहिँ नाकमा हुन्छ अरे के। एक बक्सिङ हान्यो भने मुर्छा पर्छ अरे। माथि चढेको बेला त उसको रौँहरू पछाडि जाने। अब टोकिरहेछ बाजे माथि रुखमा समाइरहेछ। अनि खुकुरी फुत त्यो पोटुकाबाट झिकेर अनि भालुको त्यो नाकमा छ्याक 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 हान्नुभएछ। भालुले छोडेर मासु चोक्टो पनि झार्यो। तर भालु पनि पुग्लुकै त्यहाँदेखि तल झरेर गएछ रगत्तै लगभग 100 मिटर जति पर गएर मरेछ भालु। अनि त्यस्तो हुँदा नि मासुको चोक्टो हुँदा नि झरेर तल नलडिकन गोठमा आएर पोटुकाले बाँधेर यसरी राख्नु भएको रहेछ कि। अनि त्यो कहानी सुन्दा पनि कस्तो डरलाग्दो। अनि त्यो छिमेकी मान्छे नहुने अनि धन्न कसैले उही गर्दा पल्लो गोठको एकजना मान्छेले उसलाई सपोर्ट गरेर पोटुकाहरूले बाँधेर त्यो राडी साडी डढाएर लगाएर निको पारेको कहानी रहेछ कि। त्यो सुनेपछि त आमामा हाँस उठेर फेरि उहाँको भन्ने शैली होइन। अब मैले क्यारिकेचर गर्दा अलिअलि चाहिँ मिलाउँछु तर धेरै चाहिँ मिलाउन सकेन कि। अनि आमामा अनि के गर्नुभयो त त्यस्तो आमामा भनेको। अनि डरलाग्यो उखिहाल्यो फुट्न उसको गयो। भोलि मजाको लिम्बू आएको हेर्दै पुग्लुक्कै मरेछ। हामी त कस्तो पर्यो गुरु, बडो पर्यो आपत गुरु कहिले बिर्सिँदैन मैले नबिर्सिने यही कहानी हो भन्नुहुन्थ्यो क्या। हस् त ल है, इन्जोय गर्नु।